नमस्कार, म राजन प्रसाद पौडेल भिजन न्युज नेपालबाट बोलिरहेको छु। यति बेला म काठमाडौँ स्थित ललित कला क्याम्पसमा विगत 4 दशक पहिलादेखि अध्यापन गर्दै आउनुभएका वरिष्ठ कलाकार राधेश्याम मुल्मीको घरमा उहाँसँग भलाकुसारी कुराकानी गर्न आइरहेको छु। उहाँ चाहिँ विक्रम सम्वत 2006 साल माघ 11 गते पोखराको रामकृष्ण टोलमा जन्मिनु भएको हो। उहाँले ललित कला क्याम्पसमा हजारौं विद्यार्थीहरूलाई आफ्नो कलाको बारेमा प्रशिक्षण दिएर कलाकार बनाइसक्नु भएको छ र आज उहाँको घरमा आएर उहाँसँग म कुराकानी गर्न गइरहेको छु र हाम्रो यो भिजन न्युज नेपालको मिडियामा उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु। अनि तपाईँ यो ललित कला क्याम्पसमा विगत 4 दशक पहिलादेखि पढाइरहनु भएको छ। के हो ललित कला भनेको? के हो ललित कला भनेको? एउटा आफ्नो भित्री विचारलाई महसुस गरेर त्यसलाई प्रस्तुत गर्ने एउटा माध्यम हो। यो चाहिँ चित्रको माध्यमबाट प्रस्तुत गर्ने कला हो र यसले चाहिँ नबोले पनि यसले चाहिँ नि आवाज दिइरहेको हुन्छ। त्यसैले हाम्रो किताबहरूमा, पोस्टरहरूमा, बुकहरूमा यसको प्रयोग हुन्छ। किन भन्दाखेरि कला भन्ने चिज सहज र सरल तरिकाले इन्टरनेसनल ल्याङ्ग्वेज पनि हो। त्यसैले संसारको कसैले पनि बुझ्न सक्छ र त्यसैले चाहिँ नि यो कलाको प्रयोग हुन्छ। ललित कला किन र केका लागि? ललित कला चाहिँ नि कसैले चाहिँ नि संसार माध्यमको तरिकाबाट गर्यो भने यसले चाहिँ संसारको काम पनि गर्छ, ल आनन्द दिने काम पनि गर्छ, कुनै म्यासेज दिने काम पनि गर्छ यसले। र कलाले आफ्नो भित्रको गुम्सिरहेको चिजलाई प्रस्तुत गर्ने, जसरी हामीले साहित्यहरूमा लेख्छौँ त्यस्तै गरी यसले चित्र भिजुअल तरिकाबाट यसले देखाउने गर्दछ। कला कलाकारलाई आउने चिज हो कि कला अध्ययनबाट प्राप्त गर्ने चिज हो? कला चाहिँ नि एउटा जन्म अब पहिलाको संस्कार अनुसार पनि लिएर आउँछ होला, नत्र भने सबै कलाकार बन्नुपर्ने हो। कला चाहिँ नि कलाकार नभएको त कोही पनि छैन छन त। कुनै न कुनै तरिकाले कलासँग जोडिएको छ। लुगा लाउँदाखेरि भयो, अथवा कपाल काट्दाखेरि भयो, र भगवान् आफै पनि कलाकार भएको हुनाले यो संसार नै एउटा कलाको एउटा क्यानभास भने पनि हुन्छ। किनभने त्यसैले मैले भन्ने गर्छु, गड इज द फर्स्ट एन्ड ग्रेटेस्ट आर्टिस्ट हु कम्पोज द वर्ल्ड सो वेल द्याट इज बियोन्ड आवर थिङ्किङ भनिन्छ। भगवान् भनेको त्यो चिज हो जसले चाहिँ नि संसारले बनाइरहेको छ, कहीँ पनि आँखालाई बिजाउँदैन। त्यही हामी कविबाटै गर्छौँ, हामीले आफैले क्रिएसन गर्ने होइन कि त्यसलाई अलिकति परिमार्जनबाट गर्ने काम गर्छौँ। तर संसारबाट हामी बाहिर जान सक्छौँ। भगवान्ले बनाएको चिजबाट हामी बाहिर कहिले पनि जान सक्दैनौँ। अनि सत्ययुगमा श्रीकृष्णको 16 कला सम्पूर्ण हुन्छ, सम्पूर्ण निर्विकारी हुन्छ भन्छन्। अनि कलियुगमा आएको मनुष्यको चाहिँ कति कला हुन्छ? अब यहाँ चाहिँ नि अहिले बाबाले ओम शान्तिले भनेअनुसार यसमा चाहिँ नि नो कला भनिन्छ। तर यो चाहिँ नि हाम्रो नैतिकतासँग जोडिएको छ। त्यसकारण चाहिँ नि अब बोल्ने कला, हिँड्ने कला, अब चाहिँ नि देख्ने कला सबैलाई चाहिँ नि त्यसैले चाहिँ हामीले भन्छ हस्तकमल, नयन कमल, मुख कमल। किनभने शुद्धता छैन। शुद्धता भएको चिजलाई चाहिँ नि त्यहाँ गनिन्छ। तर यो हाम्रो चाहिँ नि भनेको चित्रकला भएको हुनाले चित्र मार्फत कसैलाई चाहिँ केही सन्देश दिनु पर्यो भने चित्रबाट यसलाई चाहिँ नि आफ्नो कुरा चाहिँ नि प्रस्तुत गरिन्छ। यति धेरै कला गर्नुभएको छ, हजुरसँग धेरै कलाहरू, अब विद्यार्थीहरूलाई त्यत्तिकै प्रशिक्षण गर्नुभयो, पढाउनु भयो, घरमा यत्रा आर्टहरू बनाएर राख्नुभएको छ। यो हजुरले यो समयको व्यवस्थापन कसरी गर्नुभयो? यो चाहिँ नि म चाहिँ नि बिहान सबेरै अब गत 37 वर्षदेखि पहिलादेखि म यो चाहिँ नि आश्रमसँग जोडिएको छु। र एक समय चाहिँ नि शान्ति पनि एउटा मुख्य चिज हो र त्यसैले म शान्तिको लागि भनेर म 2 घन्टा म चाहिँ नि कसैले पनि समय दिन्न। अक्सर त्यस्तै पर्यो भने मात्रै हो, नत्र भने त्यसलाई दिन्न। र त्यो पनि एउटा ठुलो कला हो। किनभने संयमसँग रहनु पनि ठुलो कला हो, कसैसँग राम्रोसँग बोल्नु पनि त्यही ठुलो कला हो। त्यसैले म त्यहाँ जाने गर्छु। त्यसपछि म
त्यसलाई आफ्नो समयलाई म्यानेज गरेर बिहान अब अलिकति काम छ भने काम गर्छु, नत्र क्याम्पसमा विद्यार्थीहरूसँग झेलमेल हुन्छु र तिनीहरूसँग पढाउँछु। तिनीहरूबाट पनि मैले केही सिकेको हुन्छु र त्यसरी म आफ्नो दिनचर्या बिताइरहेको छु। अनि भित्र कलाको उपहार नभएकोलाई कलाकार बनाउनलाई त्यसको भावनाको कलालाई भावनामा विकास गर्नको लागि के प्रयास गर्नुपर्ने रहेछ? त्यसले चाहिँ नि अब उसको यो चित्रमा चाहिँ नि भोकाबुलरी भनेको चाहिँ नि ड्रइङ हो। जबसम्म उसको ड्रइङ हुँदैन, जबसम्म त्यसले वर्ड थाहा छैन भने त्यसले चाहिँ नि मनमा भए पनि त्यसले बाहिर निकाल्न सक्दैन। त्यसैले यसमा चाहिँ चित्रबाट जति चित्रमा चाहिँ प्रखर हुन्छ त्यो त्यति चाहिँ नि गहिरोसम्म जान सक्छ र उसले धेरै चिज क्रिएसन गर्न सक्छ। एउटा क्रिएटिभ काम भयो। त्यो मात्रै होइन कि रङको पनि ज्ञान हुनु पर्यो, रङ कहाँ लगाउने कहाँ नलगाउने होइन। त्यसैले चाहिँ रङ लगाउनेदेखि लिएर ड्रइङ गर्नेदेखि लिएर सबै जान्नको लागि यसको अलिकति अध्ययनको जरुरी छ। त्यसै जबरजस्ती गरेर हुँदैन। हुन त आजकल मान्छेले रङ पोखाएर पनि कला भनेर भन्छ। कला त हो, तर चाहिँ नि नबुझिकन गरेको त्यो एक्सिडेन्टल कला भनिन्छ। हजुर हजुर। अनि कलाकार हुनलाई त्यो प्रकृतिसँग अनि यो पुरा यो विश्वको युनिभर्स भन्छ नि जुन यो वर्ल्डसँग प्रकृतिसँग कसरी खेल्नुपर्छ? किन भन्दाखेरि यो मैले धेरै पहिला चाहिँ एउटा विचार गरेर मैले एउटा भनेको थिएँ, लेखेको पनि थिएँ। माटो भन्ने चिज के हो? माटो भने त सबै ठाउँमा पाइन्छ, सबैले कुल्चेर हिँड्छ, हेला गरे जस्तो देखिन्छ। तर पनि माटो भनेको यति इम्पोर्टेन्ट गहिरेर हेर्नु पर्यो। भनेको मतलब चाहिँ नि माटोबाटै सबै चिज बन्छ। यो कसरी भनेर मैले त्यो लेख्दाखेरि माटो भन्ने के चिज हो, म पनि माटोले बनेको हो र यो माटोलाई चाहिँ ठुलो बनाउनु के गर्नु, माटै खानु पर्यो। कसरी खाने भन्दाखेरि मैले फेरि विचार गर्दाखेरि माटोलाई चाहिँ इन्डाइरेक्टली जमिनबाट उब्जिएको चिजलाई हामीले अब कुनै चाहिँ अन्न खान्छौँ। त्यो अन्न मात्रै फेरि एउटा सादा मात्रै खाएर पनि बोर होला भनेर भगवान्ले फेरि नुनिलो पिरो गुलियो त्यही माटोबाट निकाल्यो। फेरि यसबाट पनि बोर होला भनेर उहाँ चाहिँ फुलहरू विभिन्न कलरका फुलहरू निस्के, अनि विभिन्न रङ्गिन चराहरू निस्के, विभिन्न खोला नालाहरू सबै र बिहानदेखि बेलुकाको कलर पनि चेन्ज। एउटै भयो भने मान्छेले बोर होला भनेर भगवान्ले यस्तो तरिकाले बनाएको भएर अनि मलाई थाहा भयो कि संसार भनेको एउटा रङ्गमञ्च रहेछ, हामी यहाँ नाटक खेल्दै रहेछौँ, यो चाहिँ ब्याकग्राउन्डमा यो चिज रहेछ भनेर मैले त्यसरी बुझेको थिएँ। त्यसकारण कला भन्ने चिज मैले अघि नै भने भगवान् भनेको नि एकदम सर्वोच्च हुनुहुन्छ, जसले चाहिँ यत्रो सृष्टि उसलाई उहाँले सृष्टि गर्नुभयो, जसमा चाहिँ हामी कसैले पनि बोर हुँदैन। कुनै न कुनै तरिकाले हामीले भुलभुलैयामा राखेको छ भनौँ न, भुलभुलैया भने मायाको भुलभुलैयामा हामी बसिरहेका छौँ। यो चाहिँ भगवान्को देन हो। त्यसैले चाहिँ नि कला भन्ने चिज त्यसै आउने होइन। कला भन्ने चिज भित्रबाट उसले चाहिँ नि मनन गर्नु पर्यो। जसरी मैले माटोको रहस्यको विषयमा बताएँ, त्यस्तै किसिमले यो यसमा डुब्नु पर्यो। यो चाहिँ नि संसारमा डुब्नु पर्यो। यो फुल कसरी फुल्या होला भनौँ न, कुनै न कुनै चिजको एउटा चिज महत्त्व चिज हुन्छ। त्यसैले चाहिँ मैले धेरै पहिले पढाएको थिएँ, यो चाहिँ नि नेहरू लेटर भन्ने पढाएको थिएँ। के अरे इन्दिरा गान्धीलाई जुन लेखेको चिठी थियो त्यो त्यसलाई मैले त्यतिखेर बुझेको थिएन। बालुवा कर्ण कहाँबाट घुम्दा घिसेर बालुवा भएर निस्कन्छ भने जस्तै यो माटोको पनि त्यति इम्पोर्टेन्ट छ। हरेक चिजको इम्पोर्टेन्ट छ। त्यति गहिरो गयो भने त्यस कारण कलालाई पनि गहिरो हेऱ्यो भने, रङलाई बिहानदेखि बेलुका यसो विचार गऱ्यो भने निकै रमाइलो लाग्छ। त्यही चिजलाई हामीले चाहिँ नि क्यानभासमा उतार्ने हो। हजुर, मलाई अहिले एउटा याम छेत्रीले गाएको एउटा गीत याद आयो। यो भन्दै गर्दा मूर्ति बन्छ ढुङ्गो एक रातमा, कलाकारको परेसी हातमा, खडेरीलाई पानी, कापीलाई कलम, चोटपटकलाई मलम, मलाई मेरै सानी भनेर उहाँले गाउनु भएको छ। कलाकारले त ढुङ्गोलाई पनि मूर्ति बनाइदिन्छ अरे नि त एकै रातमा। हो, एकदम ठिक भन्नुभयो। किन भन्दाखेरि एउटा साधारण ढुङ्गा चाहिँ कसैले कुल्चेर हिँड्छ, कसैले घर बनाउँछ, कसैले केमा युज गर्छ होइन। तर त्यही ढुङ्गालाई चाहिँ कुँदेर बनाउँदा त्यसलाई चाहिँ पूजनीय हुन्छ। त्यस कारण हाम्रो लाइफमा पनि धेरै चिज आउँछ, सङ्घर्षहरू होला। त्यसलाई चाहिँ नि हामीले जति ठोके पनि त्यसलाई सहनशीलता
देवताको रूपले धारण गर्दै गयौँ भने हामीले पनि पूजनीय बन्न सक्छौँ। भगवानले बनाएका देवी देवताहरू त्यसकारण त्यहाँदेखि पूजनीय थिए कि तिनीहरू सहनशीलता थिए, तिनीहरू शालीनता थिए, त्यसमा चाहिँ नम्र भाव थिए। आजकलको जमानामा कलाले चाहिँ विहीन भएको हुनाले सानो कुरा भने पनि झरङ्ग रिसाउँछ। कसैलाई कुरा गर्न हामी सक्दैनौँ। भ्रष्टाचारको दुनियाँ भइरहेछ। त्यसैले चाहिँ कलालाई अलिकति मनन गरेर हिँड्यौँ भने यो कला भन्ने चिज देशको चिनारी हो। कला भन्ने चाहिँ देशको चिनारी मात्रै होइन, यो चाहिँ रमाइलो चिज पनि हो। यदि कला नै नभयो भने कस्तो होला संसार। कला चाहिँ भनौँ न हाम्रो जुन शरीर छ, शरीरमा खोले भएन भने कस्तो देखिएला, जिङरिङ्ग परेको देखिएला। तैपनि भित्र म्यानेज त गरेको छ, तर पनि खोलले ढाकेर यो राम्रो छ त्यो नराम्रो छ भनेर हामी हेर्छौँ। क्वालिटी भनेको पछि हेर्ने गर्छौँ। त्यसैले चाहिँ आवरण जुन हाम्रो संसारमा भइरहेको छ, जे चिज सृष्टिमा रचिएका छन् ती सबै कलाले नै भरिएको छ। त्यसैले हामीले चाहिँ बोर लाग्दैन, निकै राम्रो आनन्दित दिन्छ। यति राम्रो संसार भगवानले बनाएको, यति राम्रो संसार, यति राम्रो प्रकृति, यति राम्रो घाम जुन तारा, कति राम्रा राम्रा फुलहरू, कति राम्रा राम्रा प्रकृति, झरना, छहरा, खोला, ताल तलैया छन्। तपाईँले त्यसलाई कलामा उतार्नु पनि हुन्छ। तर यति राम्रो संसारलाई पनि नबुझेर आत्महत्या गर्नेहरूलाई हजुर के भन्नुहुन्छ? त्यो के भन्दाखेरि मान्छेले नबुझेर, आफ्नो जीवनको चाहिँ रहस्यले नबुझेर, सहनशीलताको कमीले गरेर भएको। त्यसकारण चाहिँ हामीले चाहिँ यसले गहिरेर नबुझेको कारणले, जीवनको महत्त्वलाई नबुझेको कारणले उसले चाहिँ हत्या गर्यो। त्यसकारण चाहिँ हत्या गर्नु चाहिँ एउटा अलिकति चाहिँ के भन्ने, अब आवेगमा जुन आयो त्यो चाहिँ निर्बलताको एउटा निशानी जस्तो लाग्छ मलाई। त्यो हुनु हुँदैन। अहङ्कार पनि होला। अब अहङ्कारमा डिप्रेसन पनि हुनसक्छ होइन। त्यसलाई हीनता बोध भन्छ। हीनता बोधले गर्दाखेरि डिप्रेसनमा जाने हुन्छ। यति राम्रो संसारलाई बिर्सेर किन हीनता आएको होला? हो त नि, उसलाई के पुगेन त्यहाँ? उसलाई यत्रो संसार अपुग भएको हो? अपुग भएको होइन कि उसलाई चाहिँ संसार त ठिक छ, तर उसको चाहिँ व्यवहारमा जुन काम बाहिर चारैतिरबाट उसले चाहिँ झेलिएको हुन्छ। अब कोही गरिब भएर होला, कोही चाहिँ धेरै धनी भएर पनि त्यहाँ नराम्रो काम गरेको होला, अनि हरेक चिजले उसलाई डिप्रेसनमा लिएर जान्छ। त्यस कारण ऊ चाहिँ त्यहाँ ऊ गर्ने हो, घरबाट होस् बाहिरबाट होस्, त्यो वातावरणले गरेर त्यसलाई चाहिँ त्यस्तो भएको। यो चाहिँ वातावरण भनेको यो चाहिँ प्रकृति वातावरण होइन, प्रकृतिले उसलाई खराब गरेको होइन। शान्तिको लागि ऊ झरनामा गएर बस्ला, बगैँचामा गएर बस्ला, त्यो अर्कै कुरा हो। तर त्यसले चाहिँ उसलाई पुरा गर्दैन। उसले चाहेको काम पनि हुनु पर्यो। उसले चाहिँ पैसै छैन भने के गर्ने? उसले त काम त गर्नु पर्यो। प्रकृति हेरेर मात्रै भएन। त्यसकारण चाहिँ त्यो कामलाई चाहिँ उसले चाहिँ त्यो अवसर नमिलेको हुनाले पनि त्यो त्यस्तो गर्दैन। त्यो राम्रो चिज पनि लिन सक्दैन, त्यसले अब्जर्भ गर्न सक्दैन। त्यसकारण चाहिँ उसलाई चाहिँ खुसी बनाउनको लागि उसलाई चाहिँ आफ्नो शरीरलाई धान्ने चिज पनि त चाहियो नि। त्यसकारण चाहिँ त्यो सँगसँगै भयो भनेदेखि उसले चाहिँ प्रकृतिबाट आनन्दित लिन सक्छ। भनेपछि जीवनमा उसले कसैले पनि भुलेर पनि सकभर गल्ती नगरोस्। गल्तीबाट पश्चाताप हुन्छ। पश्चातापको ज्वाला बढी हुँदै गयो भने आफ्नो इज्जत मर्यादा नरहेको अवस्थामा पनि उसलाई डिप्रेसन आएर आफूले मृत्यु वरण गर्न सक्छ। जीव आफ्नो हत्या गर्न सक्छ, शरीर हत्या गर्न सक्छ र आत्माको विचल्य हुन्छ। अब यो कलाको जुन क्षेत्रमा हजुरले यत्रो चित्रभित्र पनि चित्र बनाउनु भएको छ। हामीले पढ्ने तत्कालीन समयमा मधुपर अनि गोर्खापत्र संस्थानका युवा मञ्चहरूमा पनि राधेश्याम मुल्मीका आर्टिस्ट राधेश्याम मुल्मी भनेर आउँथ्यो। तपाईँलाई राज्यले कस्तो रूपमा हेरेको छ? त्यो चाहिँ जुन तरिकाले हेर्नुपर्ने त्यो चाहिँ उनीहरूको दृष्टिबाट त्यसै परेको छैन। कसैले चाहिँ मतलब तपाईँको के छ बायोडाटा ल्याऊ भनेर दिने चाहिँ अर्कै कुरा हो। उसैले देखेर दिनु चाहिँ फरक हो। त्यसकारण अब एकचोटि विद्यार्थी आएर मलाई चाहिँ सरको बायोडाटा दिनुहोस् भनेर मैले राष्ट्रिय पुरस्कार त पाएँ। अब कहिले त्यसमा नै राजनीति चलेर मैले पहिले पाउनु पर्ने ठाउँमा अब होइन यसको समय बाँकी छ, अब बुढालाई दिउँ भनेर पनि दिएका छन्। पछिल्लो समयमा फेरि चाहिँ एकदम डिस्कस पछि लास्टमा चाहिँ एकदम मूल्याङ्कन गर्ने तरिका अर्कै अपनाएर गर्दाखेरि मेरो धेरै माथि भएपछि उनीलाई चाहिँ बोलाउन सकेर दुईजनाकोले जितेर अनि मलाई त्यसै पनि पुरस्कार परेको छ।
त्यसकारण चाहिँ यो राज्यले चाहिँ नि खासै नै कलाले नबुझेको हो। किन भन्दाखेरि मुखले त भन्छ एकदम हाम्रो चिनारी हो, हाम्रो देशको परिचय भनेको यही हो। यो चाहिँ नि संसारबाट हामीलाई हेर्न आउँछ भने कला हेर्न आउँछ, हेर्न आउँछ भने हिमालको देश भनेर आउँछ, प्रकृति हेर्न आउँछ भन्छ। तर त्यो नभएर मान्छेले चाहिँ त्यो बिर्सिदियो। त्यसले चाहिँ कलाको महत्त्वलाई बुझे। हाम्रो देशमा के हेर्न आउँछ, खास कि मठ मन्दिरहरू हेर्न आउँछ कि हिमाल हेर्न आउने, त्योभन्दा बाहेक के छ र? प्रकृतिको सुन्दरता र कल्चर अथवा त्यो चाहिँ नि मठ मन्दिर त हेर्न आउँछ। त्योभन्दा हाम्रो चाहिँ साइन्सको चिज दिने कुरा छैन। त्यस कारण कलालाई उनीहरूले नबुझेर यदि कलाले एकदम भरिएको भए चाहिँ युरोप जस्तो चाहिँ नि लाखौँ मान्छेले भिजिट गर्थ्यो होला। त्यहाँ इन्कम उनीहरूले साधारण चाहिँ कमाइ यो चाहिँ नि हस्पिटल जस्तो हुनुपर्छ भन्ने टाइपले विचार गरे। बाटो हुनुपर्छ, ठिक छ, बाटो पनि हुन्छ, सबै हुनुपर्छ। त्यहाँ चाहिँ नि अब घुम्नको लागि एउटा वातावरण पनि बनाउनु पऱ्यो नि। जस्तो कि हामीले चाहिँ नि पोखरामा हेऱ्यौँ भने भुम्दी हो कि भुम्दी भन्ने ठाउँ छ, भुम्दी त्यहाँ शिवको मन्दिर बनाएको छ। त्यहाँ चाहिँ पिस गुम्बा पनि बनाएको छ। त्यहाँ हेर्न अहिले कैयौँ मान्छे, म पछिल्लो पटक जाँदा कैयौँ मान्छेले भिजिट गरे, कैयौँ मान्छेले त्यहाँ होटलले काम पाए, कति मान्छे त्यहाँ चाहिँ मोटर ट्याक्सीले पाए। यी कुरालाई चाहिँ इन्डाइरेक्टली कसरी उसले चाहिँ पायो भने उसले बिर्स्यो, उसलाई थाहा भएन उसलाई। त्यस कारण उसले सिधै चाहिँ अब कला गरेर के हुन्छ भन्ने त्यस्तो विचार आयो कि। त्यस कारण चाहिँ यो चाहिँ विदेशमा गएर कसरी प्रख्यात हुन्छ त्यो पनि बिर्स्यो त्यसले। त्यस कारण चाहिँ कलालाई चाहिँ गहिरेर हेर्नुपर्छ भन्ने कारण मैले त्यो किसिमले भनिरहेको छु कि कलालाई गहिरेर हेर्नुहोस् त, नेपालको के चिज छ भनेर हेर्नुहोस्। सबभन्दा रिचेस्ट कन्ट्रीमा चाहिँ हाम्रै देश पर्छ होला। धेरै जाति भएको ठाउँ पनि यो सानो देश भएर पनि प्रकृतिले एकदम सुन्दरताले भरिएको देश पनि हाम्रै हो। टप अफ द वर्ल्ड भनेर हिमालले भरिएको देश पनि हाम्रै हो। बाहिरकोले जति एप्रिसिएट गर्छ, भित्रकोले त्यति एप्रिसिएट गर्न सकेन। खास गरी नेताहरूलाई म भन्न चाहन्छु, होइन, नेताहरूले गएर विचार गर्नु पर्यो के हो त भन्दा गहिरेर हेर्नु त के रहेछ त्यो। त्यस कारण चाहिँ हाम्रो चाहिँ सम्पदाहरूलाई एकदम गहिरेर चिनेर हाम्रो सम्पत्ति हो भनेर बुझोस् त। अनि यो कस्तो हुँदो रहेछ, त्यतिकै हामी चाहिँ सबै चाहिँ धनी हुन्छौँ भन्ने मलाई लाग्छ। यो ललित कलालाई अगाडि बढाउन तपाईँको सुझाव के छ? ललित कला बनाउनको लागि कलालाई अलिकति यसको त टेवा दिनु पर्यो, प्रमोट गर्नु पर्यो नि। टेवा दिनु पर्यो। जसरी कि बालेनले अलिअलि दिएको छ, हामी जस्तो कलाकारलाई दुई चारजनालाई त्यहाँ ल्याएर सरसल्लाहमा राख्नु पर्यो। मानिस सल्लाहकार चाहिँ राष्ट्रिय उसमा चाहिँ हामीलाई पनि समावेश गर्नु पर्यो ताकि हाम्रो कुरा त्यहाँ बल्ल खान्छ। हामी कलाकार एउटा पनि छैन, अनि कलाको महत्त्व बुझाउने मान्छे पनि कोही छैन। त्यस कारण चाहिँ यसलाई कलालाई विशेष हेला गर्छ, एउटा चाहिँ उद्घाटन गर्न आउँछ, यस्तो र उस्तो म के गर्न चाहन्छु भन्दा गर्ने छैन, केही पनि गर्ने होइन। त्यस कारण चाहिँ मैले अघि नै भनिसकेँ, निवेदन गरिसकेँ, युरोपमा किन जान्छ त भनेर। त्यहाँ चाहिँ उनीहरूले कलाले एकदम भरपुर छ, किन म्युजियमहरू छन्। म्युजियममा कति मान्छे भिजिट गर्छ होला, कति पैसा इन्कम हुन्छ होला, कतिले काम पायो होला, खै देखाएर देखाएको छैन नि, होइन। माथि तगियो कि हिँड्नु। त्यस कारण चाहिँ हामी सबैले यसलाई चाहिँ मनन गऱ्यौँ भने अत्यन्तै राम्रो होला भन्ने। मोनालिसाको चित्र र लियोनार्दो दा भिन्चीलाई सम्झिँदाखेरि तपाईँको भनाइ के हुन्छ? मोनालिसा अब जुन लियोनार्दो दा भिन्चीले चाहिँ बनाएको हो त्यो पेन्टिङ, होइन। किन भन्दा त्यसमा चाहिँ नि उहाँले लियोनार्दो दा भिन्ची भनेको धेरै गहिरेर बुझ्ने मान्छे हो त्यो। किन भन्दाखेरि ऊ चाहिँ जेनदार मान्छेमा पर्छ। उहाँले चाहिँ उहाँको किताब साइन्टिस्टले पनि पढ्नुपर्छ, इन्जिनियरले पनि पढ्नुपर्छ, अनि मेकानिकलले पनि पढ्नुपर्छ, आर्टिस्टले पनि पढ्नुपर्छ, मेडिकलवालाले पनि पढ्नुपर्छ। किन भन्दाखेरि ऊ चारैतिर उसले चाहिँ हात हालेको छ। उसले हरेक ड्रइङ एक ड्रइङहरू राम्रो छन्। किनभने मसँग किताब पनि छ, मैले धेरै त्यसको हेरिरहेको छु। त्यस कारण ऊ जेन्डरमा पढ्नुहुन्छ र मोनालिसा यस कारण उसले चाहिँ प्रख्यात भयो कि मान्छेले आफ्नो आफ्नो विचार राखेका छन्। यसमा चाहिँ उसको पेटमा बच्चा छ, बच्चा भयो आनन्द, बच्चा आउँदाखेरि कस्तो होला भन्ने उसको उमङ्गता त्यहाँ झल्किन्छ मुखमा।
हाँसेको पनि होइन नहाँसेको पनि त्यो हिसाबले चाहिँ नि मान्छेले व्याख्या गर्छन्। त्यसकारण जसले जसरी हेर्यो त्यस्तै व्याख्या गर्ने खुसी छ, तर कस्तो टाइपको खुसी कस्तो टाइपको त्यो भन्न नसक्ने टाइपको हुन्छ नि। कहिले एकदम आनन्द आयो कस्तो कस्तो टाइपको हुन्छ नि, त्यो चाहिँ नि छैन। पुरा हाँसेको नि होइन के पनि होइन होइन। त्यो मात्रै होइन कि अब म लियोनार्डो डा भिन्सीले के गर्थ्यो भने कसैले बोर हुन्छ भने पछाडि ब्याकग्राउन्डमा बाजा बजाउँथ्यो र बाजा बजाएर त्यो धुनमा उसले चाहिँ त्यसले बोर होला भनेर त्यसले त्यहाँ राखेर ड्रइङ गर्थ्यो। र ड्रइङ गरेर त्यो आवाजले पनि हुनसक्छ त्यसलाई, त्यो चाहिँ नि आवाजले सुनिरहेको त्यो भित्र कस्तो कस्तो आनन्द आइरहेको होला त्यो पनि हुनसक्छ भन्ने कसैको भनाइ छ होइन। उहाँले धेरै चिज यसमा चाहिँ नि गहिरेर भन्छ। जस्तो रक्सी खाएको बनाउनु पर्यो भने यसो एक्टिङ गरेर होइन, उसले रक्सी खुवाएरै उसले कसरी चल्छ कसरी हिँड्छ त्योलाई स्टडी गरेर मात्रै गर्छ। उसले वारको विषयमा बनाउनु पर्यो, लडाइँ भनेको कस्तो हो भनेर त्यसलाई चाहिँ डिफाइन गरेर त्यस्तै चिज मिसाएर उसले चाहिँ त्यस्तो डिजाइन गर्छ अर्थात् चित्र कोर्नुहुन्थ्यो कि। त्यस कारण चाहिँ लियोनार्डो डालाई चाहिँ एउटा जेन्डर भनिन्छ। वास्तवमा ललित कलाको गुरु भनेर कसलाई मानिन्छ? ललित कला गुरु त अब मैले भन्नुपर्दा त गड इज द फर्स्ट ग्रेट आर्टिस्ट होइन। उहाँ नै मेरो गुरु हो, किनभने उहाँले नबनेको यो संसार कसले बनाउने, त्यही हेरेर त उसले कपी गर्यो। त्यो ठिक छ। अनि तपाईँहरूले पढाउने बुकमा चाहिँ कसलाई भनिएको छ खास होइन? किताबहरूमा यस्तो हुन्छ नि, मलाई पढाउँदाखेरि कालिदासहरूले चन्द्रमान सिंह मास्केले सिकायो भने अर्कोले त अर्कोले सिकायो हुन्छ नि होइन। मेरो नजरमा जस्तो अर्थशास्त्रको गुरु उसलाई एउटा हुन्छ, इतिहासको एउटा हुन्छ, इतिहासविद भनेर भनिन्छ होइन। त्यस्तै चाहिँ ललित कलाको ठ्याक्कै गुरु चाहिँ को हो भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन। जस्तो रिबर्थ भन्न सकिन्छ। जस्तो कि अब इजिप्टमा होइन रोममा जुन आर्टको डेभलप भए त्यसको गुरुको कसैको नाम त छैन। सभ्यताको विकास त्यहाँबाट विकास होइन। त्योभन्दा पहिला त ढुङ्गे युगदेखि सुरु भएको। कसरी सुरु भयो भन्दाखेरि ढुङ्गेमा चाहिँ नि मान्छे चराहरू जनावरलाई माऱ्यो अनि त्यसको चित्र त्यहाँ कोर्थ्यो। त्यो सबैले अरूले यसरी मार्दो रहेछ भने अर्कोले बुझ्यो गरेर गर्दा जनावर कसरी फेला पार्ने भनेर त्यसको फुटपाथ चाहिँ थियो नि, यसरी चिन्ह हेर्दै हेर्दै गएर यहाँ यो जनावर गइरहेको छ, यहाँ यो जनावर गरे अनि लोगोको आविष्कार पनि भयो होइन। कला त यसरी सुरु भएको हो नि त। त्यसले चाहिँ संचारको काम गर्नु थाल्यो नि होइन। त्यसरी गरेर चाहिँ बिस्तारै बिस्तारै डेभलप भएको त हो नि। पहिला 81 आएको त होइन नि। हुन त हाम्रो ओम शान्तिमा भनेअनुसार त कला चाहिँ नि सत्ययुगमा कलाको चाहिँ धेरै उ भएको छ, अब बिचमा हराएको के हो थाहा भएन होइन। त्यसकारण चाहिँ नि होइन नेपालमा पनि त कलाको त उदाहरणहरू छ। जस्तो भक्तपुर दरबार स्क्वायर भयो, मल्लकालदेखिका दरबार, अब काठमाडौँको हनुमान ढोका भयो, तपाईँको पाटनको कृष्ण मन्दिर, पाटनको कलाहरू भयो। ती अहिले पनि धेरै वर्ष अगाडिका, अहिले पनि 200-300 वर्ष अगाडिका चिजहरू सुरक्षित नै छन्। अनि त्यो बेलामा पनि त कलाको विकास त नेपालमा त भएको रहेछ। अहिले भन्दा त्यतिखेर विकास भएको थियो, त्यतिखेर साइन्सको पनि विकास भएको थियो। हजुर, किनभने आर्किटेक्ट हेऱ्यो भने त्यो तलेजु मन्दिर त्यति 5 तलाको, त्यो पनि चुन र के राखेर बनाएको, काठको त्यो क्रस गरेर बनाइराखेको होइन। अहिलेसम्म भूकम्प आउँदा पनि त्यति नभट्कने कस्तो आर्किटेक्ट होला होइन। धेरै हाइली माथि थियो। अहिले खै कसले बनाएको छ त्यस्तो पाटनको जस्तो पढाइ त धेरै छ होइन। ढुङ्गाले बनाएको त्यत्रो घन्टा कसरी झुन्ड्या होला, धान्नै नसक्ने त्यो मैले क्रेनले पनि चाल्न गाह्रो त्यस्तो घन्टाहरू छन्। त्यो माथि ढुङ्गा सिङ्गै ढुङ्गालाई चाहिँ ठ्याक्कै ठडाएर त्यो माथि मूर्ति कसरी राख्यो होला, क्रेन पनि त छैन होइन। भनेपछि अनि शिलालेख पनि त्यत्रो खोपेर कसरी त्यत्रो इतिहास लेखेको होला होइन। शिलालेख त बरु लेख्यो होला, कोप्यो होला होइन। त्यस्तो ढुङ्गा कसरी त्यसरी राख्यो होला, ढुङ्गाबाट चाहिँ कृष्ण मन्दिर कसरी बनायो होला होइन। अब हरेक झ्यालो ढोकामा कस्तो कलाले भरिएको, आँखी झ्यालहरू कस्तो कस्तो झ्यालहरू छन्, हजारौँ झ्यालहरू छन् त्यस्तो। अनि भक्तपुर पार्न मात्रै हेऱ्यो भने। अनि एउटा कुरा मलाई खड्केको विषय है, यहाँलाई नै विज्ञ भएको हुनाले, कलाकार भएको हुनाले, यो मन्दिरहरूका टुँडालहरूमा यौनका चित्रहरू देखाइने कलाको किन हो त्यो? खास चाहिँ के रहेछ त्यसको? अब पहिला त यो चर्कन आउँदाखेरि परेन भन्ने पनि कसैको भनाइ छ। कसैले के भने मान्छेहरू कमी थिए, त्यो बनायो भने मान्छेले उ भएर फिलिङ आएर त्यसले चाहिँ मान्छेको
ऊ चाहिँ नि धेरै बढ्छ, जनसङ्ख्या वृद्धि हुन्छ भन्ने हिसाबले त्यो बनाएको भन्ने चलन छ होइन। तर चाहिँ नि त्यो अब मन्दिरमै किनेर आयो भने मन्दिरमा त मन्दिर जाने भयो, जाने यसो देख्ने भयो नि त, र त्यो हिसाबले पनि बनाएको हो भन्ने मलाई पवित्र ठाउँमा त्यो अपवित्र चिज देखाउनु त अलिकति नहुनु थियो, तर त्यहाँ किन त्यस्तो देखाइयो? यहाँ मात्रै होइन, त्यो इन्डियामा पनि त्यस्तो छ, इन्डियामा ठाउँ ठाउँमा त्यस्तो चाहिँ नि के भन्छ त्यसलाई, के भन्छ त्यसलाई अर्कै एउटा नाम दिएछ, त्यो यौन सम्बन्धी मूर्तिहरू। इन्डियाको ताजमहलमा पनि छ त्यस्तो? ताजमहलमा छैन, त्यो अरू मन्दिरमा छ, अरू मन्दिरमा छ। वास्तवमा तपाईँले अब धेरै कलाबाट धेरै सम्मान अवार्डहरू पनि पाइरहनु भएको छ। मैले यहाँबाट यसो जुम गरेर देखाइरहेको छु। तपाईँको यो कोठामा मात्रै होइन, अर्को कोठामा पनि छन्, मैले चित्रहरू खिचिरहेको छु। तपाईँसँग धेरै कला, आफूले जीवनभरि गरेका कलाहरू पनि यहाँ राख्नुभएको छ। तपाईँसँग कति छन् यहाँ कलाका चित्रहरू? कलाको करिबन 250 जति होला कि यहाँ होला। तपाईँ मान्छे यहाँ उभियो भने उतिखेर उसको आकृति हातले कोर्न सक्नुहुन्छ? यो त प्राइमेरी स्टेज हो, हामीले ड्रइङ त मेरो प्राइमेरी स्टेज हो नि त। हजुर। जबसम्म ड्रइङ मैले अघि भने भोकाबुलरी हो नि ड्रइङ। हजुर हजुर। जस्तो कि गायककारले चाहिँ एकदम साउन्ड ठुलो बनाउन र सानो बनाउनलाई उसले रियाज गरे जस्तै, हाम्रो पनि चित्र पेन्टिङ गर्नलाई उसले रियाज गर्नुपर्छ। यसको प्रोपोर्सनदेखि लिएर कलर हार्मोनीदेखि लिएर सबै जाने। अब हजुरलाई मैले एकचोटि बचपनमा फर्काउन लागेँ। बच्चामा हजुरलाई यो कलामा आउनलाई सुरुमा उत्प्रेरणा भयो कि आफै उब्जियो कि कहाँ के कोरम भन्ने भयो कि कस्तो हुन्थ्यो हजुरको स्थिति? सुरुमा चाहिँ मलाई के भयो भने मेरो काका हुनुहुन्थ्यो, उहाँले जो म चुसको बट्टा खेल्थेँ, चुसको डब्बाबाट सुरु भएको, चुसको डब्बालाई मैले क्यानभास बनाएँ, चुसको डब्बा काटेर बसमास चुरुर भन्ने हुन्थ्यो, त्यो बसमास चुरुरलाई चाहिँ नि कटौटा बनाएपछि एउटा तासको उठिन्थ्यो क्या, तास दिन्थ्यो र त्यो हिसाबले कलेक्सन गरेर मैले चारपाटे बनाएर यसो खेल्ने गर्थेँ। खेल्दा चाहिँ नि अनि काकाले त्यो चारपाटेको उसमा चाहिँ नि रेक्ट्याङ्गल साइजको हुन्छ नि त्यो चुरसको दुईतिर, त्यो भित्र साइडमा चाहिँ नि अनि मेरो काकाले चरा फुलहरू यस्तो यस्तो बनाइदिनुहुन्थ्यो। अनि बनाउँदाखेरि अनि मलाई त्यसले कपी गर्थेँ र बाँड्थेँ पनि, र गर्दा पछि चाहिँ नि एउटा विद्यार्थी, एउटा स्कुलमा पढ्ने विद्यार्थीले लिएर उसको मम्मीले भने मेरो छोराले यस्तो बनाएको छ भने त्यो किताबमै बनाएको ड्रइङमा उसले कलर लगाएर त ल्याएर उसले चाहिँ यस्तो बनायो, तँलाई खै अहिलेसम्म आएको भनेपछि होइन यो किताबमा बनायो, किताबमा उसको मम्मीले यहाँ अब उसले बनायो भनेको छ भने मलाई जोस आयो। अनि म घरमा आएर फेरि मैले यो चाहिँ नेपाली कागज हुन्छ, पहाडी कागज हुन्छ नि, अलिक देखिन्छ नि, अनि यसो छापेर बनाए, यो त लाटाले पनि गर्छ भने मलाई फेरि कस्तो भयो होइन। अनि गर्दा हो त भनेर मैले त्यहाँ गर्दा मैले राजाको, केनेडीको, अनि ठुल्ठुलो मान्छेहरूको माने बुढाबुढीहरूको बनाएँ। अनि कस्तो दुरुस्त ल, मान्छेको जुस्तै बनाउँदैछ भनेपछि म त के नि जान्ने जस्तो मैले सोचेँ। अनि त्यस्तैमा मैले राजाको बनाएर आएँ, त्यहाँ स्कुलमा थियो। वीरेन्द्र राजाको? वीरेन्द्र होइन, महेन्द्रको। अनि वीरेन्द्रको पनि एकचोटि बनाएको थिएँ, तर महेन्द्रको धेरै बनाएँ। अनि त्यहाँ चाहिँ नि राजा महेन्द्र आउँदाखेरि त्यो रत्न मन्दिरमा त्यहाँ गएर त्यहाँ बुझाऊ भनेर हेर्सरले भने त्यहाँ बुझाइदिएँ। र केही दिनपछि एउटा अञ्चलाधीश आउनुभयो, नन्दबहादुर भन्ने हुनुहुन्थ्यो, उहाँ आएर ए मुल्मीजी भने, अनि म त को होला भनेर हेराएँ त। अनि यो अञ्चलाधीशमा मोटरमा आइरहेको छ। अनि मेरो पुरानो घरमा, नयाँ घर अहिले जुन खारीपाटन भन्छ होइन, पृथ्वी चोकतिर उहाँ आएर म चाहिँ भित्र बसिरहेको थिएँ। अनि आएर तँलाई चाहिँ भगवान्ले के अरे भगवान्ले राजा महेन्द्रले 50 रुपियाँ चाहिँ बक्सिस दिनुभएको छ, ल आइज भने दियो, ल बधाई छ भने दिनुभयो। अर्कोले 30 रुपियाँ, मलाई 50 रुपियाँ दिनुभयो। त्यो 50 भनेको अहिले त 50,000 जस्तै हुन्थ्यो। अनि कति खुसी हुनुभयो? धेरै खुसी भयो। त्यहाँ त्यसपछि हजुरलाई झन् उत्साह बढ्यो। त्यति बेला हजुरको उमेर कति थियो होला? मेरो उमेर त्यस्तै 17-18 होला। तर अनि त्यहाँबाट म चाहिँ हेड सरले मलाई, ध्रुव सरले एकदम प्रोत्साहित गर्नु। विद्यालयमा चित्रकलामा भाग लिन थाल्नुभयो? भाग लिएँ। अनि मैले चाहिँ पहिला पुरस्कार परेन, पछि 3rd प्राइज, अनि 2nd प्राइज, अनि 1st प्राइज पर्न थाल्यो होइन। अनि 1st प्राइज चाहिँ अञ्चल स्तरीयमा नि 1st प्राइज पऱ्यो। आफूले अहिले ललित कलामा पढाउनुहुन्छ, त्यहीँ आएर पढ्नु भएको विद्यार्थी कालमा? म चाहिँ त्यहाँबाट चाहिँ पढिसकेँ। अनि एउटा चाहिँ
गोविन्द नाथ याप भन्ने थियो अहिले हजुरको गुरु कसलाई ललित कला क्याम्पसमा कुन गुरुलाई सम्झिँदै भन्ने थियो 98 इयर्सको अहिले गोविन्द याप हुनुहुन्छ हजुर जुन स्काउटको हुनुहुन्छ होइन अहिले 98 वर्ष भयो अथवा म अस्ति भर्खर भेट्दै आएको थिएँ उहाँले चाहिँ स्काउटमा आउँदाखेरि त्यहाँ घुम्न आउँदाखेरि ल त काठमाडौँ आइज भन्यो अनि कहिले कहिले यो छ नि यो सचिवहरू शिक्षा सचिव आएर ल त्यहाँ सरले देखाउँथ्यो मेरो त्यहाँ त्यो पेन्टिङ त्यहाँ महेन्द्रको अनि ल यो एसएलसी दिएपछि आउनु भन्थ्यो म अनि त्यो एसएलसी दिएपछि हेर्साले जा ल आटा यहाँ बस्ने हुन्छ भनेर अनि मलाई भनेपछि म चाहिँ यहाँ आएँ अनि एसएलसी दिएपछि म पहिलो विद्यार्थी आइफेमा त्यहाँ जोइन गरेपछि अब धेरै त्यहाँ हन्डर भयो त्यो लामो कुरा छ त्यस कारण चाहिँ अनि पछिबाट मलाई आइफे गर्ने म पहिलो व्यक्ति म एक्लै थिएँ होइन अनि त्यहाँबाट म पास भएपछि अनि त्यो जाँच दिने भन्न डबल जाँच दिनु पऱ्यो त्यहाँ के गडबड भइरहेको थियो होइन अनि के युनिभर्सिटीले लिएको होइन हामी लिनुपर्छ भनेपछि त्यहाँ गडबड भयो त्यही पनि डबल सिटिङ बसेर फर्स्ट इयर पनि सेकेन्ड इयर पनि जाँच दिएँ त्यतिखेर कृष्णराव अर्याल भन्ने चाहिँ पछि मन्त्री हुनुभयो शिक्षा मन्त्री रत्न राज्यको प्रिन्सिपल हुनुहुन्थ्यो दुईवटा गार्ड एउटा पाले एउटा सुप्रिन्टेन्डेन्ट म एक्लै जाँदिनँ होइन 3 जना र 4 जना म सुधा 4 जना फसेर जाँदै जान्छ खाजा खाएर म फेरि आएर बस्ने अर्को सिटिङमा भन्ने सेकेन्ड इयरको फेरि जाँदिनँ त्यसरी मैले जाँच दिएको होइन अनि आइएफए पास गरेर के गर्ने कहाँ पढ्ने भन्दाखेरि त एकजनाले कहाँ पढाउने तपाईँ साइन्स पढ्न जाऊ साइन्स पढ्ने म यो ललितकला भन्ने हुने नि किनभने त्यहाँ एकदम धेरै डिस्कस भयो डाइरेक्टरहरूसँग होइन यताउता कोही उता जा भन्छ युनिभर्सिटी जा भन्छ कहिले शिक्षा मन्त्री जा भन्छ कहिले प्रिन्सिपललाई भेट भन्छ मलाई त हैरान बनायो पछिबाट त्यहाँदेखि लास्टमा ल त त्यहाँदेखि पाकिस्तान जाने हो त ल त्यहाँ मोतीमा जाने हो जेमा पनि हुन्छ 8मा भयो भनेपछि उसले एउटा स्कलरसिप उ गर्यो त्यहाँ त्यहाँदेखि जाने बस्नुभन्दा पहिला त्यहाँदेखि के भयो भने त्यहाँ वार भयो सोध्न जाँदाखेरि उनीहरूको देशको कुरा छ तिम्रो कहाँ हुन्छ भने वार लडाइँ भयो 71मा अनि 72मा चाहिँ फेरि कन्फर्मेसन आएछ म त्यहाँ निर्वाचन आयोगमा काम गर्दै थिएँ पुतली सर्कलमा निर्वाचन आयोग जागिर खानुहुन्थ्यो जागिर खाएँ होइन निर्वाचन आयोगमा अस्ति त्यसै काम गरिरहेको थिएँ एक्कासी भुल विद्यार्थी आएर ओइ मुल्मीजी भने कहाँ छ भनेर खोज्दै आएपछि म भने ए के रे बस्यो यहाँ कन्फर्मेसन आइसक्यो जानु पऱ्यो भनेर मलाई त हगाउ मुतुम बनाइदियो होइन त्यहाँ गएपछि के अरे बसिरहेको कता हराएर सरले यसो भन्नु त्यहाँदेखि बुझिराख्नु पर्ने भनेर मलाई नै उल्टा हप्कायो अनि त्यसपछि 5-6 दिनमा त्यहाँदेखि म तयार भएर त्यहाँदेखि म 13 सेप्टेम्बरमा त्यहाँ पुगिसकेँ पाकिस्तानमा त्यतिखेर भर्खरै लडाइँ भर्खरै सुस्त भएको पाकिस्तान छुट्टियो अनि म न त भने ढाका हुन्थ्यो होला अनि लाहोर भन्ने अनि त्यही लाहोरको नामबाट लाहोरेहरू त्यहाँ बस्ने रहेछ मिलिट्रीहरू त्यसको नामबाट लाहोरे भन्ने रहेछ अहिले जहाँबाट आयो भने लाहोरे भन्ने चल्यो त्यसरी हो। अब एकचोटि कवि र यो कलाकार ललित कला र कविलाई कन्ट्रास्ट के तुलना गर्नु पर्यो भने कसरी गर्ने उनीहरूको त्यहाँ भिजुअल हुँदैन उनीहरूको धेरै वर्डले पनि त्यसले पुरा व्याख्या गर्न गाह्रो छ डुब्न सक्ला तर हाम्रो आर्टमा त्यहाँ भिजुअल भएको हुनाले उसको दिमागमा ठ्याक्कै घुसिहाल्छ किन भन्दा तपाईँले फिल्म हेर्नुभयो भने त्यसमा रङको संयोजन हुन्छ होइन ड्रइङको संयोजन हुन्छ होइन अनि साउन्डको इफेक्ट पनि हुन्छ ती चिन्ताले गर्दा तपाईँले होल स्टोरी तपाईँले घर आएर कति दिनसम्म त्यो सम्झिन्छ रुँदै पनि निस्कन्छ मान्छेहरू होइन भनेको मतलब त्यो यो भनेको त्यति स्ट्रङ चिज हो साधारण भन्दा साधारण मान्छेले भन्छ जस्तो कि यी भनेर लेख्यो भने बच्चाले पढ्न सक्दैन तर एलिफेन्ट हात्ती यसो बनाइदियो भने एलिफेन्ट भनिहाल्छ त्यसले यसले पिएचएन त्यत्रो वर्ड नै घाटै भनिदिन्छ त्यसले आज अहिलेसम्म अब कुनै पनि पाठ्य पुस्तकमा राधेश्याम मुल्मी भनेर उहाँको जीवनी पढ्न पाइएको छ कि छैन त्यो चाहिँ नि छैन कुनै अब मैले लेखेको ठाउँमा कसैले चाहिँ इन्टरभ्यू लिएको चाहिँ नि छ अब मैले चाहिँ यो के भन्न चाहन्छु भने ललित कलाका विद्यार्थीहरूलाई राधेश्याम मुल्मी सधैँ रहने पनि होइन आखिरी एक दिन राधेश्याम मुल्मीले पनि यो संसार छोड्नै पर्छ तर राधेश्याम मुल्मीका कला त विद्यार्थीहरूको उसमा पुगिसकेको छ कला रहिरहन्छ त्यो क्याम्पस पनि रहिरहन्छ तर उहाँको जीवनीको बारेमा कुनै पनि ललित कलाको विद्यार्थीलाई उहाँको जीवनीको बारेमा पढाइनुपर्छ भन्ने चाहिँ मेरो राज्यलाई सुझाव छ यसै सन्दर्भमा तपाईलाई के लाग्छ पर्छ कि पर्दैन त्यो हुनुपर्ने हो किनभने न त भने त्यो हराउनु पनि सक्छ त्यही त अब हामीले चाहिँ
म पाठ्यक्रम मास्टर डिग्रीको मैले कोर्स बनाउनुमा अध्यक्ष हुँदाखेरि त्यहाँ चाहिँ नि समावेश गरेका छौँ ठुल्ठुलो कलाकारको। त्यस्तै गरेर अब त्यो सिरियलमा बिस्तारै आउन सक्ला, तर चाहिँ नि त्यो हुनु पनि पर्छ। किनभने न त विदेशको हामीले कला पढ्छौँ, कला पढ्दाखेरि विदेशी कलाकारको पढ्छौँ, तर नेपालको कलाकार पढ्दैन थियो। अहिले पनि इन्टरभ्यू लिँदाखेरि त्यसले हामीले इन्ट्रान्स जहाँ दियौँ भने नेपालको कलाकारको कुनै एउटा नाम भन्नु भनेर आउँदैन, विदेशीको भने भ्याट भ्याट भन्छ। भनेको मतलब चाहिँ हामी कहाँनिर छौँ भन्ने कुरा त्यहाँ हुन्छ नि। आफ्नो महत्त्वले, आफ्नो देशको महत्त्वलाई छोडेर बाहिरकोलाई दिएको चाहिँ हामीले देखेका छौँ, हामीले प्र्याक्टिकल्ली नै हेरिरहेका छौँ। त्यस कारण त्यस्तो हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो चाहिँ नि अब थाहा पाउनुले त थाहा पाउँछ होइन। मेरो 95% त मेरो विद्यार्थी छन्, जताततै छन् होइन। तिनीहरूले त थाहा छ, मुन्मी सर भनेपछि चिनिहाल्छ र माया पनि गर्छ तिमीलाई, त्यसो भएर पनि होला। तर चाहिँ नि राज्यले चाहिँ नि यसरी हुनुपर्छ भनेर भनेको छैन। अहिले एकाडेमी छ, उनीहरूले चाहिँ विस्तार गरेर गरिरहेछ। मेरो चाहिँ डकुमेन्ट फिल्म एउटा त रिलिज गरिसक्यो, अर्को एउटा चाहिँ जुन छ त्यो अब दसैँ तिहारमा रिलिज गर्छु भनेको छु। त्यो चाहिँ नि अलिकति लामो छ, करिबन 40 मिनटभन्दा बढी छ। त्यो जीवन धमाल भन्ने एउटा नेपाल टेलिभिजनकोले सुट गरेको हो, त्यो मसँग छ। त्यो चाहिँ नि अब रिलिज गर्ने विचारमा छु। हजुरले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कलामा दिएका योगदानहरूको एकचोटि चर्चा गरौँ। म चाहिँ नि यो कलाको उसमा चाहिँ म पाइकसँग पनि मैले पुरस्कार पाएको थिएँ र एकजना भाग लिएको थिएँ। त्यस्तै म त पढेकै थिएँ भयो। अनि म खास डिजाइनर हो, स्पेसल मेरो विषय भने डिजाइन भए पनि मैले यो पेन्टिङ सुरु गरेको एकबाट भने पनि हुन्छ। एउटा विद्यार्थी सुन्दर बस्नेत भन्ने छ, उसलाई नाम बिर्सन पनि हुन्न उसलाई। उसले चाहिँ मेरो विद्यार्थी भए पनि उसले मलाई खुब घचाउँथे। मुन्मी सरको एकजना वान म्यान सो सिङ्गल प्रदर्शनी हुनु पऱ्यो भन्दै ग्रान्ड एक्जिबिसन भयो। सबैले चाहिँ प्रेज पनि गरे। त्यसमा चाहिँ सबै विद्यार्थीले साथ पनि दिए। ब्यानरहरू राख्नेदेखि लिएर ठुल्ठुलो ब्यानर त्यहाँ चाहिँ आर्ट काउन्सिलमा राख्यो, ढोका पनि बनाउने सिटीमा बनाइदियो यस्तो। अनि उद्घाटन पनि 3 ठाउँमा भयो। 3टै देशको मान्छे त्यो जुत्न गएको थिएछ, मैले सोचेर आएन। पछि मैले त्यहाँनिर बुझ्दै आउँदाखेरि यो 3-3टा भएछ। 3टै ठाउँमा उद्घाटन, 3टै देशको, 3टै तिजकुटीमा पानी खन्यायो, 3टै करुवाले पानी खन्याएको। उद्घाटन पनि त्यो चाहिँ रिबन काटेर होइन, पानी खन्याएर रिपल बनाएको। मलाई रिपल भने तरङ्ग मेरो शीर्षक थियो, त्यसलाई म्याच गर्ने गरेर मैले बनाएको थिएँ। र त्यस कारण चाहिँ नि त्यो हिसाबले चाहिँ नि मेरो प्रदर्शनी धेरै सफल भएकोमा त्यसपछि मैले भन्न थालेँ कि होइन मुन्मीजी तपाईँ के गर्न थाल्नु भएको। मैले के गरेँ, तपाईँले त्यो प्रदर्शनी गरेर मान्छेले अर्कोपट्टि फिक्का भएन पनि भन्न थाल्यो। किन टेलिभिजन पनि हेर्न आउने के अनि अन द वे भन्ने टेलिभिजनमा आयो, हरेक आयो त्योभित्र। अब त्यस कारण चाहिँ नि मान्छेले त्यो मैले भने अब मैले त राम्रो गर्न खोजेको नि, अब मैले त्यो गरेर अरूलाई असर पर्छ मलाई के थाहा। मैले गरेँ होइन, विद्यार्थीले सबैले सहयोग गरेको भने कि त्यस्तो त्यो त पहिलो पटक नै होला। गेट बनाएर त्यस्तो विद्यार्थीले त्यस्तो गरेको थिएँ। राति तपाईँ कति बजे सुत्नुहुन्थ्यो यस्तो कला? म चाहिँ नि अब ठेगा म पहिला त धेरै अबेलासम्म बस्थेँ, डिजाइनिङ गर्ने थिएँ नि त। हजुर। मैले रोनाक्सकोदेखि लिएर मैले नेपाल एयरलाइन्समा पनि काम गरेँ होइन। हजुर। रोनाक्सको लोगोदेखि बनाएर त्यहाँ मैले धेरै डिजाइन गरेँ रोनाक्सको सुरुमा। अघि मैले अन्तर्राष्ट्रिय स्तरको भन्नु, राष्ट्रिय स्तरको योगदान यो राष्ट्रिय भयो। अब इन्टरनेसनल लेभलमा मैले चाहिँ नि पोइन्ट डिजाइन कम्पिटिसनमा मैले पुरस्कार प्राप्त भयो जापानबाट। हजुर। अर्को पटक फेरि मैले चाहिँ नि होन्डाबाट पनि मैले पुरस्कार प्राप्त गरेँ। जुन होन्डा लोगो छ नि त्यतिखेर म थर्ड थिएँ, थर्ड लाइनमा छु म होइन, त्यो जापानबाट। तर त्यतिखेर पुरस्कार दिएर अलिक धाँधली गरेर लाग्यो। 3000 होइन होला, त्यो $3000 थियो होला। त्यो मलाई अलिक के भनेर पत्रिका पनि निकालेन होइन, जान्छ मैले के भन्यो। पछिबाट क्याम्पसले उजुरी दिनुहोस् भन्ने थियो होइन। पहिले मलाई चाहिँ विरोध गरे जस्तो होला भने मैले त्यहाँ त्यतिकै धन्यवाद, मैले यति पैसा पाएको भने अब त्यहाँ त्यतिकै धन्यवाद जस्तो पनि हुन्थ्यो, राम्रो हुन्थ्यो। त्यो मलाई बुद्धि पनि आएन होइन। अनि पछिबाट उनीहरूले एउटा कम्प्युटरवाला कलम पनि लिनु सानो, त्यहाँ अहिले क्यालकुलेटर छ त्यसमा, यसो भिर्ने कलम हो त्यो। अनि यसो होन्डाको अनि यसो गरेर त्यो कलम अनि एउटा सर्टिफिकेट पनि छ, राम्रो छ। अनि नेपालका सरकार प्रमुख भनौँ न
महेन्द्र राजाबाट पाएको त भनिसक्नु, वीरेन्द्र अनि अरू राष्ट्रपतिहरूबाट केही पाउनु? अरूबाट मैले के पनि पाएको छैन, अरूबाट मैले पाएको छैन। नेपालका कला प्रतिष्ठानहरूले त हजुरलाई सम्मान गरे? त्यो त सानोतिनो त भइरहेको छ होइन, त्यो त भइरहेको छ, तर अझ विशेष नेसनलिटी रूपमा, राष्ट्रिय रूपमा चाहिँ पुरस्कार गोर्खा दक्षिण बाबुहरू त्यस्तो त्यो त मैले पाइसकेको छु। हजुर, अरू त्यस्तो महेन्द्र मालाहरू त्यस्तो महेन्द्र माला मैले त्यस्तो केही पनि पाएको छैन। पाउनु भएन? ठुलो पुरस्कार त महेन्द्र माला थियो नि त पहिला। राष्ट्रिय पुरस्कार यस्तो त पाएको छु। यस्तै दीर्घ सेवा अब संस्थाले गरेको चाहिँ छ, तर राष्ट्रले नि यस्तो अथवा संस्थाले नाफा जस्तोले अझै नि अब कुनै काम गरे बापत गरेको त्यो अर्कै भयो। अन्ड होलमा चाहिँ नि अब मूल्याङ्कन गर्ने मान्छे पनि राजनीतिमा चलाएको हुन्छ नि त, त्यो हिसाबले पनि होइन। अब त्यो म भन कति कान्छोले चाहिँ पुरस्कार पाए अस्ति होइन, मान्छेले कतिले चित्तै बुझाएको छैन। अनि यसरी राजनीति पार्टीले यस्तो कला भएको क्षेत्रमा कलाकार गायककार जब भनौँ न सबै कलाकार नै हुन् नि। अब ललित कला भयो, विभिन्न चित्रकला भयो, गायन कला भयो, रचना गर्ने कला भयो, बजाउने कला भयो, यी कलालाई अलि राज्यले नचिनेर हो कि किन होला यो राजनीतिक लगाएर उपेक्षा किन भयो? उपेक्षा भएको मान्नुहुन्छ नि तपाईँ? त्यसले चाहिँ के भन्थाने भने अब सबभन्दा ठुलो राजनीति भने जस्तै भयो कि। हजुर, ठुलो राजनीति, तर राजनीतिको अर्थै बुझेन कि। राजनीति भने 100% सोसियल राजनीति हो नि त, राज्य गर्ने नीति हो नि, त्यो सत्ता लिने सत्ता होइन, राज कसरी चलाउने भन्ने स्थिति हो नि। सबैले इक्वल दृष्टिले हेर्नुपर्ने नि। उसले चाहिँ नि धेरै चाहिँदैन ल 100 करोडमा 50 करोड मात्रै छुट्याइदियो त देश कहाँ कुदो रहेछ। सबैले काम पनि पाउँथ्यो, त्यो टुरिस्ट हेर्न आउँदाखेरि त्यसले हरेक कतिले काम पाउँथ्यो भन्ने कुरा त्यसले त दिमागमै छैन नि त्यसको। अनि चिनारी हुन्थ्यो, नेपालले सबै झन् चिन्थ्यो। अब म पाकिस्तान बस्दाखेरि तपाईँ कहाँबाट आएको? नेपालबाट। नेपाल भनेर कहाँ हो नेपाल? अब नेपालै थाहा छैन मलाई, त्यस्तो हुन्थ्यो। हिमालको त्यो एभरेस्ट भन्यो भने चिन्ने, गोर्खाली भन्यो भने चिन्ने, नेपाल भने नचिन्ने, यही पाकिस्तान भने यही नजिक त छ नि, अहिले केही वर्ष अगाडि त हो। त्यस कारण चाहिँ नि छ नि, यसले चिनाउनै जाने छैन, आफ्नो देशको मतै बुझेन यसले। त्यसैलाई यो कलाले त चिनाउँथ्यो। जस्तो अहिले ठमेलमा यी कलाका सामानहरू छन्, तपाईँको बसन्तपुरमा छ, त्यसपछि अब भक्तपुर दरबारी स्क्वायरमा कलाका सामानहरू होटलहरूमा युज गरेका छन्। अब टुरिस्टहरूले भनौँ न आउने विदेशी पर्यटकले किनेर लैजान्छन्। अब तपाईँको यो कलाको मूल्य भन्ने कुरो त कसरी निर्धारण गर्ने? कलाको मूल्य कति हो राधेश्याम मुल्मीज्यू? अब यसमा चाहिँ नि यति उति भन्ने हुँदैन। कला भन्ने चिज चाहिँ नि यसको मूल्य हुन्छ नै, यसको मूल्य चाहिँ नि यस्तो हुन्छ। जस्तो कि एउटा सिनेरी यस्तो पोर्ट्रेट सोर्ट्रेट बनायो भने साधारण मूल्य हुन्छ होइन। जस्तो क्रिएटिभ काम गर्यो भने त्यस्तो संसारमा एउटै मात्रै हुन्छ होइन। त्यो एउटै भएको हुनाले त्यसको भ्यालु एकदम हाइली माथि हुन्छ। जस्तो कि भनौँ न अब कसैले नचिनेर पनि किन्दैनन्, कसैले मैले त बेच्न पनि चाहन्न होइन। झुकेर केही पेन्टिङ चाहिँ नि 1.5 लाख 1.5 लाख होइन यस्तो यस्तोमा बेचेँ मैले होइन। मैले बेचेको होइन, अब बेचिदियो होइन, उनीहरूले किनेर लान खोज्यो। तर मैले यहाँको मैले सिरिमिटे मैले बाहिर पठाउनु कि सिरिमिटे पठायो भने प्राइस राख्नु भन्छ, प्राइस राख्दा त्यही जाने हुन्छ कि। राम्रो पठाउन मन लाग्दैन, किनभने सबै बच्चा एक दोस्रोसँग मेरो मेल खाँदैन। स्टाइल चाहिँ त्यस्तै हुन्छ, पेन्टिङ फरक फरक छ। त्यस कारण यहाँ भयो भने त सबैले हेर्न पनि पाउँछ भन्ने हिसाबले मैले बरु यसको पोस्टर निकालेको छु। तर मैले पेन्टिङ बेच्न मन लाग्दैन, झुकेर यसरी कोरिया सोरी यताउता गएको त्यो अर्कै छ। नेपालका कला मूर्ति पनि चोरी भए, पशुपतिको गजुर समेत पनि चोरी भयो भन्ने सुनिन्छ। गजुर चोरेको थाहा छैन, छाना पनि चोरी कता कता चोरी भयो भन्ने सुनिन्छ होइन। भक्तपुरका पनि चोरी भयो र विदेशमा पुर्यायो भने त्यस्ता मूर्ति चोर कला चोरहरूलाई के भन्न चाहनुहुन्छ? त्यो चाहिँ नि नालायक भन्न चाहन्छु। किन भन्दाखेरि आफ्नो देशको चिजलाई चाहिँ नि त्यसरी पठाउनु भनेको आफ्नो बच्चाले पठाउनु बराबर हो कि होइन। आफ्नो देशलाई चाहिँ खोक्रो बनाउनु हो। त्यस कारण चाहिँ नि त्यस्तो मान्छेले नबुझेको हुनाले चोरी भन्ने एक त देखेँ नराम्रो, त्यसमा पनि हाम्रो चिज बाहिर गएर मैले देखेँ त मैले अमेरिकामा देखेँ हाम्रो देशको कला हो, तर चाहिँ त्यो देश हाम्रो नेपालको नामै छैन त्यसमा। त्यस कारण ठिक छ। राजनीतिक दलले भन्ने राष्ट्रियता र कलाकारले भन्ने राष्ट्रियतामा के अन्तर छ? हामीले भन्ने राष्ट्रियतामा के भन्दाखेरि सबैले एक तरिकाले हेर्नु पर्यो।
हजुर राष्ट्रियता भनेको त्यो हो नि राष्ट्रिय भने सबै समावेश भएको हुनु पर्यो हैन हजुर अब उनीहरूले राष्ट्रियता भनेको झोलावालाले भयो हैन झोलेवाला धेरै जन छन् नि झोलावाला भएपछि त्यसलाई चाहिँ राष्ट्रिय जस्तो भएर उसलाई चाहिँ जे पदमा नै प्राप्त हुन्छ त्यो हामीले सबैले थाहा भएको कुरा हैन हामीले देखिरहेका छन् हैन अब मैले के नाम लिने हैन हाम्रै बच्चाहरू छन् नि त प्रेसिडेन्ट छन् हैन हामी चाहिँ जस्ताको जस्तै छौँ हैन ठिक छ उनीहरूको माथि गएको राम्रो हो तर चाहिँ नि खास मान्छे खास पुग्नुपर्छ भन्ने मेरो वरिष्ठ कलाकारको हिसाबले ललित कलाको कलाकारको हिसाबले अहिलेका जेनजी युवा विद्यार्थीहरूलाई हजुरको राय सुझाव के छ हाम्रो जेनजी विद्यार्थीले जुन गर्नुभएको थियो त्यो एकदम मलाई राम्रो लाग्छ किन भन्दाखेरि तिनीहरूले करप्सनको लागि एगेन्स्टमा काम गरेका छन् नि ललित उहाँहरूलाई ललित कलाको सम्बन्धमा भन्नुहोस् ललित कलाको सम्बन्धमा कुरा गर्दाखेरि उहाँले पनि यसलाई चाहिँ बुझेर कला पनि एउटा हाम्रो चाहिँ ठुलो हिस्सा हो कला पनि हाम्रो चिनारी हो देशलाई चिनाए जस्तै यसलाई पनि चिन्नुपर्छ यो चिन्नु भन्यो भने हामी सबैको गौरवता बढ्नु हो भनेर उहाँले गहिरेर बुझ्यो भने अनि कलाकारहरू सानो संयोजक के संयोजन गरेर चाहिँ काम गर्यो भने अवश्य पनि हाम्रो देशको मात्रै उठान होइन कि रोजगारीमा पनि सुधार आउनेछ भन्ने मलाई लाग्छ र देश पनि सिँगारिने छ हैन जसरी बालेनले केही ठाउँमा पेन्टिङ पनि गरेका छन् यताउता गरेका छन् तर मूर्तिमा त्यति ध्यान पुगेको छैन त्यो अस्थायी मात्रै भइरहेछ त्यसले चाहिँ अब उहाँ जस्तोले चाहिँ जसले कलालाई माया गर्छ उहाँलाई चाहिँ कलालाई पनि अलिकति समेट्ने तरिकाको कलाकारलाई पनि त्यहाँ भित्र घुसाएर केही गर्न सक्यो भने उहाँले सजेस्ट गर्न सक्थ्यो होला हुन त पहिला म पढ्दाखेरि जति एकजना मात्रै विद्यार्थी आयो जम्मा 4 जना विद्यार्थी 10 जना टिचर हुन्थ्यो अहिले चाहिँ त भिडम भिड फेरि एउटा मात्रै होइन ठाउँमा खोले अलिअलि भयो नि खोले नि होइन पोखरादेखि लिएर यहाँ लेखेर विराट कता कता खोले त्यो चाहिँ नि राम्रो कुरा हो काठमाडौँ युनिभर्सिटीले खोले तर त्यो तरिका राम्रो तर चाहिँ अझ पनि पुगेको छैन कलालाई जति विकास गर्दै गयो त्यति हाम्रो देशको चिनारी बढ्दै जान्छ भन्ने मलाई लाग्छ हैन जस्तो कि अब नचिनेको कारणले जस्तो भ्यान गखले नाम लिउँ न भ्यान गखले चाहिँ उसको उसले कला सिर्जना गर्ने बखतमा उसले खानालाई पनि ढाउदौ थियो उसको अङ्कलले चाहिँ त्यो किनेर उसको स्टोरमा लगाएर राख्थ्यो इन्डाइरेक्टली किनेर उसले सिधा गयो भने मिलेन अनि त्यसले चाहिँ स्टोरमा राख्दा पछि उसले थाहा पाएर उसले सुसाइड गर्छ हैन ब्याङ्करले अब पछि अनि उसको काकाले पनि त्यसको के भएर पीडाले उसले पनि लाइफ मलाई एउटा कुरा खड्क्यो अनि नारायण गोपाल दाजुलाई सम्झिन चाहे मैले यहाँनिर उहाँलाई उहाँको स्वर सम्राट हुनुहुन्थ्यो उहाँ स्वर सम्राट भएको कारण विदेशले भारतलेदेखि लिएर अरू देशले पनि हाम्रो देशमा आएर गीत गाऊ भन्दाखेरि उहाँले मान्नु भएन राष्ट्रियता बेचेर म अन्त गीत गाउन जान्न भन्नुभयो तर उदित नारायण झा चाहिँ जानुभयो तपाईँलाई पनि विदेशबाट हाम्रो देशमा आएर कला प्रस्तुत गरेर तिमीलाई हाम्रो देशमा सुविधा दिन्छौँ कसैले भने कि भनेनन् जीवन नै त्यसो त भनेको छैन म युरोपतिर घुम्नलाई भनेको थियो मैले अहिलेको भ्यानको अलि सानो बाँकी छ त्यो म भन्न चाहन्छु किनभने अनि त्यो भ्यानगखलाई चाहिँ नि महत्त्व कहाँनिर छ भने थाहा भयो भने अहिले त्यसको पेन्टिङ फिल्म पनि बनाए अरबौँ रुपियाँ जुन पर्छ जुन बस्न उसले खान पाएन अहिले त्यही पेन्टिङ अरबौँ रुपियाँ पर्छ त्यसले जुन पेन्टिङ र होइन त्यस कारण तपाईँलाई कलाको मूल्य भन्दाखेरि नारायण गोपालको कुरा गर्दाखेरि नारायण गोपाल हाम्रो क्याम्पसमा चाहिँ नि सल्लाहकारको रूपमा हुनुहुन्थ्यो उसलाई युज गर्न सकेन उसले चाहिँ नि सङ्गीतको तर्फबाट क्याम्पसलाई केही टेवा हुन्छ भनेर सङ्गीत प्रोग्राम पनि एउटा बागिना भन्ने पत्रिका पनि निकाल्नु भएको थियो अरे है उहाँले बाजा गीत नाच भनेर त्यो त मलाई थाहा भएन हजुर उहाँको जीवनी उसमा पढ्न पाइन्छ त्यो चाहिँ त्यस्तो प्रोग्राम गर्नुभएको थियो त्यसकारण चाहिँ नि नारायण गोपाल धेरै राम्रो तर चाहिँ उहाँसँग उठबस भयो कि भएन हजुर उठबस म हाम्रै क्याम्पसमा डेली बस आउनुहुन्थ्यो नि त होइन उहाँसँग फोटो पनि छ मसँग हजुर पिकनिकमा यताउता भेटिन्थ्यो हाम्रो क्याम्पसमा त डेली आउने सल्लाहकार हो नि त हजुर होइन तर उसको उसलाई युज गर्न सकेन उसलाई चाहिँ सङ्गीतमा के गरेर युज गर्नुपर्ने टिचरको रूपमा राख्नुपर्ने कि अलिकति त्यो भएन सल्लाह मात्रै राख्यो कहिले कहिले उसलाई गीत त गाउँथ्यो तर प्रोग्राममा गाउने कि त्यस्तो भयो कि त्यस कारण चाहिँ नि त्यो चाहिँ नि अलिकति उहाँसँग लिन सक्नु भएन अनि अर्को कुरा उहाँ चाहिँ के भने सिगरेट ज्यान पिउनुहुन्थ्यो अनि त्यो पनि लिनुहुन्थ्यो कि अर्को पनि त्यो लिएको हुनाले चाहिँ साथीहरूले नै उहाँले बिगारेको भन्नु म चाहन्छु कि मैले बोलेको पनि छ ड्रगको एउटा कार्यक्रममा मैले जजिङको नाताले मैले बोलेको छु नारायणको जसले चाहिँ रक्सी नखा भनिन्छ त्यसले
यो पनि लाइफ हो भनेर चाहिँ नि मान्छेले उडाएर त्यस्तो गर्थे। जसले खा भने धन्यवाद है, दुइटैले धन्यवाद आदान प्रदान गरेर बडा खुसी भए जस्तो गरेर जिन्दगी चाहिँ फ्याँकेको थाहा छैन। त्यसो उल्टा चाहिँ नि कर्म भएको पाएँ र उहाँको जिन्दगी छिटो गएको कारण त्यही पनि होला जस्तो मलाई लाग्यो। त्यो चाहिँ अलिक दुःखको कुरा लाग्छ। अन्त्यमा अब कुराकानीको अन्त्यमा म आइसकेको छु। यहाँलाई नेपाल सरकार संस्कृति मन्त्रालय र संस्कृति पर्यटन मन्त्रालयलाई के भन्न चाहनुहुन्छ, के राय सुझाव दिन चाहनुहुन्छ? उहाँले चाहिँ नि यो बाजाटा सायदा मागेर यसरी पुरस्कृत गर्ने होइन। उहाँले चाहिँ नि टप लेभलमा यो डिजाइनरमा चाहिँ नि फिल्डमा छ, निरीक्षण पेन्टिङमा निरीक्षण गरेर उसले माथिबाट एकदम सही ढङ्गले चाहिँ नि पुरस्कृत गर्नु पर्यो कि। हाम्रो बायोडाटा मागेर कम्पिटिसन जस्तो गराएर त्यो चाहिँ नि तरिका ठिक होइन। त्यस कारण उसका कलाहरू हेर्न आउनु पर्यो, उसको घरमा हेरेर कहाँ के छ भने जम्मै हेर्नु पर्यो। उसँग चाहिँ नि हजुरले जस्तो इन्टरभ्यू लिनु पर्यो, ठिक हो कि होइन, के रहेछ यो चिज भनेर बुझ्न चासो लिनु पर्यो। त्यसो भयो भने अहिले मात्रै उसले बुझ्छ, नत्र भने त्यो माथिबाट तैरेर कला धेरै राम्रो छ, हाम्रो देशलाई चाहिने हो चिनारी भनेर केही फाइदा पनि छैन। हामी सहयोग गर्छौँ भने मुखले मारे भनेर पनि केही फाइदा छैन कि। त्यसले प्र्याक्टिकलमा आउनु पर्यो होइन। जस्तो कि हामी महावीर कुनले भनेको थिए यो त भोकेसनल नै हो नि होइन। यसलाई चाहिँ एकदम प्रोत्साहित गरेर कार्पेन्ट्री प्रोत्साहित गरेर अहिले कार्पेन्ट्री मान्छे खोतारी पाइँदैन। सबैले चाहिँ रोजगार दिने एउटा वातावरण बनाउनु पर्यो नि। त्यतिकै वातावरण बन्ने त होइन नि, यसले सिक्नु पर्यो नि। ती चिजहरूलाई उसले चाहिँ बुझेर यस्तो यस्तो भनेर हामी जस्तो साथीहरूलाई कसैलाई चाहिँ राखेर चाहिँ कुरा गऱ्यो भने हामी दिन सक्छौँ नि सल्लाह त। त्यो बुझ्ने कोसिस उहाँले गरिदिनु पर्यो। त्यसो गर्यो भने अवश्य राम्रो होला। भिजन न्युज नेपाललाई हजुरको आफ्नै घरमा आएर यति आफ्नो जीवनमा भएका कुराहरू छोटो समयमा, यो त पर्याप्त समय होइन, लगभग 1 घन्टाको समयमा आफ्नो केही प्रस्तुति दिनुभएकोमा यहाँलाई हाम्रो मिडियाको तर्फबाट हार्दिक बधाई धन्यवाद दिन चाहन्छु। भिजनको तर्फबाट पनि भिजनलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि मलाई यो बोल्ने मौका अबरझट अनि तपाईँले चाहिँ जुन समय दिएर मेरो इन्टरभ्यू लिनुभयो र बाहिरसम्म पुर्याउने तपाईँले जुन मिडियाको काम गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। कलामा तपाईँले यसरी नै अगाडि बढ्दै जानुहोस्। कलाको लागि नै के गर्नुपर्छ भने मिडियाबाट धेरै काम गर्छ। मिडियाले नै मान्छेलाई चाहिँ माथि पुर्याउँछ, मिडियाले नै तल झराल्ने धेरै ठुलो भूमिका खेल्छ। त्यस कारण यसमा चाहिँ तपाईँले अझ अगाडि बढ्नुहुनेछ, कलाले अझ प्रोत्साहित गर्नुहुनेछ भन्ने म आशा राख्छु। हस्, धन्यवाद।